नमस्ते, म नवराज पाण्डे। अहिले फागुन 21 गते हुन गइरहेको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको प्रचार प्रसारको अवधि आजको अन्तिम दिन हो। अबको 3 दिनपछि प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताले भोट हाल्दैछन्। देशव्यापी रूपमा स्वतन्त्र सहित दलका उम्मेद्वारहरू प्रचार प्रसारको अन्तिम घडीमा पुगिरहँदाखेरि आम मतदाताले कस्तो खालको प्रतिनिधि खोजिरहेका छन् भन्ने एउटा बहुचासो र चर्चाका साथ हेरिएको छ। काठमाडौँ क्षेत्रको कुरा गर्दाखेरि काठमाडौँ 10 वटा निर्वाचन क्षेत्र रहेको जिल्ला हो। त्यसमध्ये पनि काठमाडौँ क्षेत्र नम्बर 3 मा यति बेला 22 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। 64,400 करिब मतदाता रहेको यो क्षेत्रमा अहिले गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिकाको 1, 2, 3 र काठमाडौँ महानगरपालिकाको 6 नम्बर वडा यो क्षेत्रमा पर्छ। शहरको मुख्य भागदेखि ग्रामीण परिवेशसम्म ओगटेको यो क्षेत्रको आवश्यकता के हो, कस्तो माग र कस्ता विषयहरू लिएर अहिले मतदाताले त्यहाँका प्रतिनिधि खोजिरहेका छन् भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्न गइरहेका छौँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बन्नुभएका राजुनाथ पाण्डेसँग। राजु, स्वागत छ यहाँलाई। धन्यवाद। कस्तो छ आज अन्तिम दिन? आज एकदम नेपालीहरूको उल्लासको रङको पर्व होली पनि हो र प्रचार प्रसारको अन्तिम दिन पनि हो। यो पर्वलाई, यो दिनलाई कसरी तपाईले समेट्दै हुनुहुन्छ आफ्ना मतदातासँग? विशेष गरी चाहिँ आज होली पर्वको उपलक्ष्यमा रङको जुन पर्व हो, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु र यो आजको शुभ दिन नै पनि मान्नुपर्छ। आज झनै यो निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन हो र यो अन्तिम दिनमै भए पनि मैले चाहिँ सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले जसरी चुनावी परिवेशलाई निहाल्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी निकै आक्रामक ढङ्गबाट प्रचार प्रसारमा वा नेताहरूको विभिन्न ठाउँमा उपस्थिति, देशका ठुला ठुला सहरमा सभाको हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनाव लडिरहेको जस्तो हामीले देख्दाखेरि आभास भइरहेको छ। यहाँहरूको बुझाइ चाहिँ कस्तो छ घर दैलोमा पुग्दाखेरि? जनताले चाहिँ परिवर्तनको महसुस गर्नुभएको छ। लामो समयदेखि 30-35 वर्षदेखि जुन किसिमको राजनीतिक परिवर्तन देशमा भयो, नेपालमा भयो, त्यो परिवर्तन सँगसँगै जनताले चाहे अनुसारको परिवर्तन भएन। जनताको जनजीविकाको सवालमा परिवर्तन हुन सकेन। विकासको कुराहरूमा, समृद्धिको कुराहरूमा, त्यस्तै सुशासनको कुराहरूमा त्यो जनताले अपेक्षा गरे अनुसारको परिवर्तन नभएको कारणले गर्दाखेरि अब नयाँ एउटा शक्तिको रूपमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी आउन सक्छ र सम्भावना छ भन्ने हिसाबले चाहिँ जनताले चाहिँ हरेक घर दैलोमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ स्वागत गरेको हामी महसुस गरिरहेको छौँ। आज तपाईँको पार्टीको धेरै कुरा सुन्न बाँकी छ, तर सुरुवातमा चाहिँ तपाईँले चुनावी अभियानका क्रममा जनताका घर दैलोमा पुग्दा, मतदातालाई भेट्दै गर्दाखेरि साना साना कलिला बालबालिकाहरूलाई देखाएर यिनीहरूको भविष्यका लागि हामी राजनीतिमा आएका छौँ, यिनीहरूको भविष्य बनाउनका लागि हामी यो जसरी यो मैदानमा होमिएका छौँ भनेर भनिरहनु भएको छ। कस्तो पाउनुहुन्छ त्यो अभिभावकहरू जसले आफ्नो सन्ततिको लागि सङ्घर्ष गरिरहेको अलिकति अन्यलको अवस्था देखिएको अवस्थामा चाहिँ कस्तो छ, उनीहरूको सपना कस्तो देख्नुहुन्छ? पक्कै नै गत भदौ 23 गतिको जिएनजी आन्दोलनपछि साना साना भाइ बहिनीहरूले चाहिँ देशमा परिवर्तन आवश्यक छ, पुरानो हिसाबले चल्दैन भन्ने उहाँहरूले चाहिँ जुन आन्दोलन गर्नुभयो त्यो आन्दोलनको म्यान्डेट अनुसार नै यो चुनाव हुँदैछ। त्यसको अब हामीले विकास गर्ने, समृद्धि गर्ने, हरेक कुरा गर्ने देशको लागि, जनताको लागि भनेको चाहिँ त्यो कलिला भाइ बहिनीको भविष्य हेरेर गर्ने हो। हामीले हाम्रा मात्र कुरा गर्ने, हाम्रै मात्र कुरा 20-30 वर्ष हाम्रै कुरा गऱ्यौँ, तर कहिले पनि त्यो कलिला भाइ बहिनी भविष्यको विषयमा कहिले पनि कुरा गर्नु। उहाँहरू के चाहनुहुन्छ? विश्व बदलिँदो परिस्थितिमा चाहिँ विभिन्न किसिमका चाहिँ परिवर्तन देखिँदाखेरि नेपालमा के छ त? हाम्रो जीवनस्तर के छ, विकासको अवस्था के छ, समृद्धिको अवस्था के छ, त्यहाँ चाहिँ क्वेसन छ। त्यस कारणले गर्दाखेरि चाहिँ ती कलिला सेकेन्ड थर्ड जेनेरेसनलाई हेरेर चाहिँ अब चाहिँ हामी अगाडि बढ्नुपर्छ, विकासका कुरा गर्नुपर्छ, समृद्धिका कुराहरू, त्यो उनीहरूको अनुहारमा हाँसो हुनुपर्छ। उनीहरूलाई निराश बनाएर चाहिँ हाम्रो ठुला ठुला कुरा गरेर हुँदैन, उनीहरूको अनुहारमा हाँसो ल्याउन सक्ने गरी चाहिँ काम गर्नुपर्छ भन्ने हिसाबले चाहिँ जुन जिएनजी भाइ बहिनीले जुन उठाउनु भएको छ त्यसलाई चाहिँ साकार रूप पार्नको लागि चाहिँ हामी काम गर्नुपर्छ भन्ने आम नेपाली मतदाताको पनि देखिन्छ। त्यही अनुसार काम गर्नलाई हामीलाई चाहिँ प्रोत्साहन मिलिरहेको छ। यो अलिकति परम्परागत राजनीतिक प्रणाली चाहिँ लामो समय वर्षौँ जेल नेल भोगेको भनेर प्रचार गरिन्थ्यो पहिला राजनीति गर्ने मान्छेहरू। तपाईहरू धेरै उम्मेदवारहरू चाहिँ अरू व्यावसायिक जीवनबाट केही त्यहाँको अनुभव ल्याएर राजनीतिमा त्यसलाई रिफ्लेक्सन गर्ने तयारीमा हुनुहुन्छ। तपाईले जुन खालको अनुभव
हासिल गर्नुभयो काठमाडौँ महानगरपालिकामा काम गर्दाको कुरा होला वा आफूले अध्ययन गरेको कुराहरू, त्यो काम गराएको अनुभव र समाजको वास्तविक अवस्थाको बीचमा सन्तुलन कतिको मिलिरहेको रहेछ? यस्तो छ भन्दाखेरि चाहिँ विभिन्न राजनीतिक दलका नेताहरूले चाहिँ कुरा गर्नुहुन्छ, लोकतन्त्रको कुरा गर्नुहुन्छ, प्रजातन्त्रको कुरा गर्नुहुन्छ होइन, त्यसको मूल्य मान्यता त्यसका नर्म्स एन्ड भ्यालुज के त त्यसको हामी पुरा गरेर सही छैन त, त्यो जनताको जीवनमा देखिनु पर्यो नि त। अब सबै नेताहरूको राजनीतिक दलका मान्छेहरूको चाहिँ जीवन परिवर्तन भएको देखिन्छ, उहाँको घर परिवर्तन भएको, उहाँको चाहिँ हरेक कुरा जीवनशैली परिवर्तन भएको देखिन्छ। तर नेपाली जनताको परिवर्तन के छ, झन् खसिलो अवस्थामा छ। त्यसकारण त्यो परिवर्तनको लागि चाहिँ अब पुरानै ढट्टाको कुरा गरेर हुँदैन। अब हामी त अहिले पनि 1960तिर छौँ। अहिले पनि तपाईँ हरेक राजनीतिक दलका चाहिँ नेताहरूको चाहिँ कार्यशैली भन्नुहोस्, उहाँहरूको अभिव्यक्ति भन्नुहोस्, त्यसो हरेक राज्यभित्रको हरेक तह तब्कामा राज्य संयन्त्रहरू अहिले पनि त्यो पुरानो ढट्टामा छ, हैकम चलाउने कुरा छ, यही हुनुपर्छ भन्ने छ। तर अर्काको राय सल्लाह र अर्काको भावना के हो त, जनताको भावना के हो, त्यो जनभावना अनुसार चाहिँ शासन व्यवस्था कायम हुनुपर्छ भन्ने कुरामै छैन। सधैँ एउटै कुरा मै ठुलो, मै जान्ने, मै सुन्ने मात्र, सधैँ मै एउटै व्यक्ति कति समय बस्ने, त्यो चाहिँ एकदम समस्या। त्यस कारण परिवर्तन हरेक कुरा प्रकृतिको नियम परिवर्तनलाई त आत्मसात गर्नुपर्छ जस्तो लाग्छ मलाई। यदि कसैले परिवर्तनलाई आत्मसात गर्न सक्दैन भने ऊ चाहिँ त्यो चाहिँ लाइनबाट बाहिर हुनुपर्छ जस्तो लाग्छ। परिवर्तनलाई आत्मसात नगर्ने राजनीतिक दल अथवा व्यक्ति स्वयं आफै विलय भएर जाने अवस्था देखिन्छ। अब अलिकति जस्तै पहिला तपाईँले मान्छे भेट्दाखेरि कतिपय सेवाग्राही भेट्नुहुन्थ्यो वा आफ्नो एउटा खालको कामको दौरानमा भेट्नुहुन्थ्यो। यसपटक चाहिँ तपाईँलाई प्रतिनिधि चुन्नका लागि जो अलिकति उत्कट मतमा त्यो परिवर्तन गर्ने मान्छेहरू भेटिरहँदाखेरि त्यो समाजको अवस्था, त्यो पीडा, यहाँले अघि भन्नुभयो नि जुन समाज चाहिँ अब उदोगतिमा गइरहेको छ वा निराशाका बादलहरू देखिन्छन्, त्यसलाई आशाको रूपमा परिणत गर्नका लागि तपाईँहरूको भूमिका के हुन्छ? यस्तो मलाई चाहिँ व्यक्तिगत हिसाबले नै भन्नुपर्दा म अलिकति सहज नै महसुस गरेँ मान्छे, किनभने मेरो पृष्ठभूमि मैले महानगरपालिकामा काम गर्दाखेरि मैले शहरी सुशासनको लागि गरेका कामहरू जनताले निहालेर हेर्नु भएको छ र मलाई आफ्नो परिचय पनि खासै दिन आवश्यक परेन। त्यहाँ उहाँले आफै चिनाइराख्नु परेन र उहाँले चाहिँ हाम्रो कुराहरू सत् नियतपूर्वक गरेका कामहरू चाहिँ हाम्रो आँखाबाट देख्नु हुँदो रहेछ। त्यस कारण हामी चाहिँ गुड गभर्नेन्सका कुरा गर्छौँ, हामी सुशासन कायम गर्नुपर्छ, सुशासन मुख्य कुरा हो भनेर जुन मैले हिजोदेखि नै एडभोकेसी गरिरहेको थिएँ र मैले त्यो काम गर्दाखेरि देखेको ल्याप्सेसहरू, सुशासन कहाँ छैन त। राज्य संयन्त्रभित्र महानगरको चाहिँ हामी क्यापिटल सिटीको चाहिँ मेट्रोपोलिटन सिटीमा बसेर काम गर्दाखेरि कहाँ ल्याप्सेस छ त मैले देखेको छु नि त। के समस्या छ, हामी काम गर्दाखेरि कोअर्डिनेसनको समस्या कहाँ समस्या छ र माथिल्लो तहमा बस्ने व्यक्तिहरूले कसरी चाहिँ तल्लो तहमा बस्ने मान्छेहरूलाई चाहिँ डोमिनेट गर्न सक्छ, कसरी आफ्नो पावर एक्सर्साइज गरेर उसले दबाउन सक्छ भन्ने कुरा मैले महसुस गरेको थिएँ नि त। अब त्यसलाई चाहिँ परिवर्तन गर्नुपर्छ र जनताको लागि काम गर्ने मान्छेहरूलाई चाहिँ सहज वातावरण गरिदिनुपर्छ भन्ने हिसाबले चाहिँ जनताले बुझ्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ नेताहरू आउने, चुनावको बेलामा चाहिँ भोट माग्ने, फेरि फर्केरै नआउने जुन प्रवृत्ति त्यसको अन्त्य हुनुपर्छ। जनताको प्रतिनिधि चाहिँ जनताको प्रिय हुनुपर्छ, जनताको नारा, जनताको चाहिँ जुन चाहना छ त्यसलाई परिपूर्ति गर्नको लागि क्रियाशील हुनुपर्छ भन्ने जुन जनताको चाहना छ, त्यसमा हामी जनतासँग जाँदाखेरि चाहिँ हामीले त्यस्तो ठुलो समस्या अथवा फेस गर्नुपर्ने अवस्था र हामीसँग जनता अत्यन्तै सकारात्मक भएको मैले पाएँ। त्यो तपाईँले अघि भन्नुभयो नि काम गर्ने दौरानमा भेटिने, जस्तै कतिपय सेवाग्राहीहरू एउटा कुनै कार्यालयको गेटदेखि त्यो कुनै ठाउँको फाइल सदर गर्ने टेबलसम्मको दूरी चाहिँ एकदम नजिक हुन्छ, तर प्रक्रियागत हिसाबले यति धेरै लम्बिने, यति धेरै झन्झटहरू थियो। त्यो कुराहरू चाहिँ तपाईँले महानगरमा केही खालको यो अलिकति यो अहिलेको नयाँ प्रविधिलाई सदुपयोग गर्ने खालको अभियान पनि सुरुवात गर्नुभएको थियो। त्यो चाहिँ अब राष्ट्रिय रूपमा नै तपाईँहरू अब पोलिसी बनाउने, एउटा नीतिगत निर्णय गर्ने ठाउँमा पुग्दै हुनुहुन्छ, सांसद भनेको त्यो तहमा तपाईँ जाँदै हुनुहुन्छ, त्यसलाई चाहिँ राष्ट्रिय रूपमा एउटा खालको आकार दिनको लागि कस्तो तयारी गरिरहनु भएको छ त? यसको लागि चाहिँ के भने महानगरमा पनि हामीले केही काम गरेका थियौँ। अब डिजिटल उसमा जानुपर्छ, डिजिटाइज हुनुपर्छ। त्यो गुनासोको सवालमा होला, मैले त्यो जोड्न खोजेको। पनि कुनै पनि नागरिकले गुनासो गरिसकेपछि कति मिनट कति समयभित्र गुनासो फर्सिल हुनुपर्छ त। यदि गरेन भने त्यो एक तह माथि अथवा त्योभन्दा माथि अटोमेटिक कम्प्लेन जाने सिस्टम हुनुपर्छ र त्यो अनुगमन गर्ने पदाधिकारीले त्यो अनुगमन गरेर हेर्नु पर्यो जनताको गुनासो सुनाइ भएको छ कि छैन। अब जनता चाहिँ कसैलाई फोन गराएर जानुपर्ने, कोही चिनेर जानुपर्ने अथवा कुनै अन्य हरकत गरेर चाहिँ काम लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अहिले पनि नेपालमा हेर्ने हो भनेदेखि
जनप्रशासनिक कुराहरू जनप्रशासनिक कुरा गर्दाखेरि मलाई के लाग्छ भने अहिले पनि 1960 भन्दा अगाडिको मोडलमा छ, ब्युरोक्रेटिक मोडलमा छ नेपाल। भन्न त हामी विभिन्न कुरा गर्छौँ, विभिन्न सेमिनार गोष्ठी विभिन्न ट्रेनिङ प्रोग्रामहरूमा चाहिँ होइन हामी नेपाल चाहिँ यो छ भन्छौँ। हामी अहिले 2026 आइसक्यो, हामी 1960s को ब्युरोक्रेटिक मोडलमा अहिले कायम गरिरहेछौँ। हाम्रो त्यो तरिका छ, प्रक्रियाका कुरा छ, झन्झटिलो प्रक्रिया छ। जनताले चाहिँ अब ई गभर्नेन्सको कुरा ल्याउनुपर्छ। जनताले घरमा बसेर अहिले नेट इन्टरनेटको दुनियाँमा चाहिँ घरमा बसेर चाहिँ आफ्नो सेवा सुविधा लिन पाउनुपर्छ र त्यसको के भएको छ भनेर चाहिँ सरकारले चाहिँ अनुगमन गर्नुपर्छ। जनतालाई सर्भिस डेलिभरीको विषयमा चाहिँ त्यो जनताले महसुस हुने गरी अनुभूति हुने गरी चाहिँ राज्यले चाहिँ त्यो डिजिटल माध्यमलाई चाहिँ अगाडि ल्याउनुपर्छ र सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा चाहिँ हामीले बुझेको छौँ। हिजो पनि काम गऱ्यो, अझ त्योभन्दा सशक्त तरिकाले चाहिँ काम गर्नुपर्छ भन्ने कुरा हामीले प्लानिङ पनि गरिरहेको छ। यो कुरामा तपाईँको मतदातासँग अलिकति कनेक्ट गर्न चाहन्छु। जस्तै एउटा प्रौढ समूहका मान्छेहरूले त धेरै यस्ता खालका प्रविधिको कुराहरूमा कति चासो राख्छन् आफ्नो ठाउँमा होला, तर नवजवानहरू नयाँ पुस्ताका अलिकति इनोभेटिभ युथहरूले चाहिँ यो प्रक्रियाको बारेमा कतिको रुचि कतिको चासो, तपाईँहरूले यो कुराहरू मतदातालाई बुझाउँदै गर्दाखेरि उहाँहरूले कतिको टेन्सन दिनुहुन्छ? पक्कै पनि तपाईँलाई कुनै पनि एउटा युथले चाहिँ जब उसले चाहिँ आफ्नो उमेर पुगिसकेपछि लाइसेन्स चाहिँ कति हैरानी महसुस गर्छ। अहिले वर्षौंसम्म एउटा बिल लिएर हिँड्नु परेको छ, एउटा स्मार्ट लाइसेन्सको कार्ड लिनलाई 6 महिना 1 वर्ष कुर्नुपर्ने अवस्था छ। त्यस्तै ऊ चाहिँ उमेर पुगेर चाहिँ नागरिकता लिन जाँदाखेरि उसले भोग्नुपर्ने हैरानीको सिपाइसका कुराहरू उसले घरबाट चाहिँ एउटा प्रक्रियागत हिसाबले चाहिँ घरबाट चाहिँ लिन सक्ने, एप्लाई गर्न सक्ने लगायतको कुराहरू गर्नुपर्छ। कहिले कहाँ जानु परेको छ, कहाँ मुजुक्का खडा गर्नु परेको छ, कहिले सर्जमिन बनिएको छ, कहिले के बनिएको छ, हैरानी अवस्था छ। त्यसको अन्त्य हुनुपर्छ, त्यसको लागि चाहिँ डिजिटल प्रवृत्तिमा चाहिँ जानुपर्छ। संसारले केही प्र्याक्टिस गरिसक्यो तर हामी नेपाल अहिलेसम्म गर्दैनौँ। किन त त्यो नगरेको? किन रहेछ नभएको? हाम्रो सोच साधन नभएर कि चाहना नभएर? अनि यो त इट्स द म्याटर अफ गुड गभर्नेन्स। यो चाहिँ सुशासनसँग सम्बन्धित हो। सुशासन कायम गर्न कहाँ चाहिँ सुधार्न पर्ने हो, एकछिनमै बसेर गर्न सकिने विषय हो, एउटा मिटिङमा सकिने विषय हो। त गर्न चाहँदैन किन? यहाँ त अहिले पनि के चाहन्छन् भनेदेखि मान्छेहरू कसैको सिफारिसबाट मात्र आओस्, कुनै काम हुनु पर्यो, कसै काम गर्नु पर्यो भने मौका आइदियोस्, मैले सिफारिस गर्दैछु उसको काम भइदियोस्, त्यो सधैँ म प्रति चाहिँ लोयल भइरहोस् भन्ने जुन पुरानो जुन ट्रेडिसनल सोचाइ छ त्यसले नै कायम गरेको छ। त्यसको अन्त्य हुनुपर्छ। अब तपाईँहरू पनि नेता हुँदै हुनुहुन्छ, तपाईँहरूले पनि त्यस्तै खोज्ने त होला नि? होइन, हामी त्यस्तो गर्दैन। हामीले अहिले चाहिँ मैले चाहिँ ब्युरोक्रेसी छोडेर अथवा महानगर छोडेर आउँदाखेरि चाहिँ त्यो मेरो इच्छा नै त्यही हो। मैले सुशासन हुन नसकेको कारणले गर्दा देश यो गतिमा पुगेको भन्ने मेरो बुझाइ हो। र हामीलाई के लाग्छ भने त्यो अनुभवलाई हेरेर गर्दाखेरि हामीले चाहिँ सङ्घीय सरकारसँग नै बढी हामी जोडियौँ। स्थानीय सरकार 753 मध्ये एक चाहिँ महानगरपालिका हो नि त। त्यहाँ बसेर काम गर्दाखेरि हडलहरू हामीले महसुस गरेका छौँ नि त। कहाँ हडल भयो? सडकमै आउँदाखेरि चाहिँ विभिन्न निकायसँग जोडिन्छ, विभिन्न निकायसँग जोड्दा विभिन्न निकायले गरेको असर। मैले सङ्घीय सरकारका कार्यालयलाई पेनाल्टी गरेको छु। स्थानीय सरकारले सङ्घीय सरकारको पदाधिकारीलाई कार्यालयमा लगेर दिनभर राखेको छु मैले र पेनाल्टी गरेको छु लाखौँ लाख। त्यो सिक्नुपर्छ पर्दैन? अब मैले के बुझेँ भने अब महानगरमा मात्रै सीमित होइन, अब हामी चाहिँ देशैभरि जानुपर्छ र सुशासन कायम गर्नुपर्छ। र सुशासन कायम गर्नलाई हामी चाहिँ संसदमा चुनिएर गएर चाहिँ खालि थपडी मार्नलाई मात्रै हामी गइरहेछौँ। त्यो प्रभाव र पहुँच होइन, कानुनले बाँध्नु पर्यो, कानुनले बाँधिनुपर्छ, कसको व्यक्तिगत प्रभाव होइन, थपडी मार्नलाई मात्रै गइरहेछौँ। सुशासन कायम गर्ने जनताले हामीले जिम्मेवार ठाउँमा पुर्याउनु भयो भनेदेखि केही घन्टामै निर्मम तरिकाले ठोक्ने हामीले तयारी गर्दैछौँ। हो, यो कुरा म तपाईँसँग अझ बढी जान्न मलाई एकदम उत्साह बढिरहेछ कि जसरी राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले देशव्यापी जुन खालको लहर छ भनिरहनु भएको छ होइन, पार्टीको सभापति वरिष्ठ नेता जसरी देशव्यापी दौडामा जानुभएको छ, यसले गर्दाखेरि चाहिँ तपाईँहरूको यो आकलन कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टी यसपालि कस्तो आकारको संसदमा चाहिँ प्रतिनिधित्व गर्छ होला? अब जसले जे भने पनि हामीले कुरा गर्दाखेरि चाहिँ संसदमा पुग्दाखेरि चाहिँ गणितीय कुरा हुन्छ नै। गणितीय कुरा नभइकन भोलि संसदमा बहुमत नभइकन चाहिँ काम गर्न गाह्रो नै छ। त्यो कुरा चाहिँ म आम नेपाली मतदातालाई अनुरोध गर्न चाहन्छु। अहिले भावनामा बगेर भन्दा पनि अब हामी चाहिँ गणितीय हिसाबले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ बहुमत दिन आवश्यक छ। अरूले पटक अरूले अवसर पाए, हामीले यस पटक भनेका छौँ र
यसपटक हामीले जनता सामु कमिटमेन्ट गरेका कुराहरू पुरा गर्न सकेन भने हामीलाई अर्कोचोटि भोट माग्ने अधिकार रहँदैन र भोट माग्न जान पनि हुँदैन भनेर त्यसको लागि यसपटक चाहिँ गणितीय हिसाबले पनि एकदम कम्फर्टेबल बहुमत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनको लागि यसपटक नहिचकिचाइकन दिनको लागि अनुरोध गर्न चाहन्छु। जसरी बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारे राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी माहौलमा होमिएको छ, यो कस्तो छ भने हिमालदेखि तराईसम्म गाउँदेखि सहरसम्म एउटा लहर चलिरहेको छ कि यो लहरलाई भोटमा रूपान्तरण गरेर परिवर्तनलाई एउटा खालको स्थापित गर्नका लागि कतिको सक्षम उम्मेदवारहरू तपाईँहरू हुनुहुन्छ? पक्कै नै हामीले चाहिँ राजनीतिमा चाहिँ हामीले सुन्ने गरेको पोलिटिक्समा चाहिँ हरेक कुराहरू हत्कण्डा गर्न सकिन्छ, गर्नुपर्छ, पोलिटिक्स हो, विभिन्न चाहिँ सुनिन्छ कि तर हामी त्यो भन्दैन। यो साम दाम दण्ड वे जसरी प्रयोग गर्छ चुनाव जित्ने कुराको अगेन्स्टमा त्यो त मतदाताले हेपेको भइहाल्यो नि, त्यो भनिन्छ नि त। त्यस कारणले गर्दाखेरि चाहिँ जसरी पनि चुनाव जितेर सत्तामा पुग्ने कुराको अन्त्य गरिनु पर्दछ। हामी जनतालाई चाहिँ पोलिटिक्स भन्दा पनि काम गर्न चाहन्छौँ, काम गर्न चाहन्छौँ। हामीलाई काम कसरी गर्नुपर्छ भन्ने थाहा छ। अहिले विभिन्न यो 20औं वर्षदेखि जुन चलिरहेको छ नि त, यो खालि पोलिटिक्स चल्यो कि ठुला ठुला सिद्धान्तको कुरा गरिन्छ, अनुभवको पनि कुरा गरिन्छ। यहाँ यो अनुभवले यही हो त, पुरानो हो जुन अहिले जस्तै 30-35 वर्षको अवधिमा जुन देश खाडलमा पारिएको छ, यो अनुभव उहाँको राम्रो अनुभवले काम गराइदियो। त्यो पुरानो अनुभवको खारेज अब नयाँ सोच, नयाँ विचार र सुन्दर नेपालको परिकल्पना गरेर सुन्दर नेपालीको भविष्य परिकल्पना गरेर चाहिँ काम गर्नु पर्यो। पोलिटिक्स हाम्रो अब वरिष्ठ नेता र चाहिँ बालेन्द्र सरले पनि भन्नुभएको छ, हामी काम गर्न आएको। हामी के गर्यौँ? हामी शिक्षाको कुरा गर्छौँ, स्वास्थ्यको कुरा गर्छौँ, जनताको बेसिक निड्सका कुरा गर्छौँ, आत्मनिर्भरताको कुरा गर्छौँ, होइन, स्वाधीनताको कुरा गर्छौँ। यो चाहिने नचाहिने आफ्नो कुरा मुख्य विषयलाई चाहिँ छोडेर कहिले विदेशी भनिदिएको छ, कहिले के भनिएको छ, कहिले के भनिदिएको छ, त्यो माइन्ड डाइभर्ट गरेर जनताको दिमाग चाहिँ खाइरहेको अवस्था देखिन्छ। त्यस कारण अहिले जनता सचेत हुनुहुन्छ। यसपालि निर्णायक तरिकाले भोट दिँदै जनताले चाहिँ देशमा परिवर्तनको चाहिँ खाका तयार गर्दै हुनुहुन्छ। तपाईँको पार्टी सभापतिले एउटा सभामा भन्नुभएको थियो, कुनै मान्छे 20 वर्ष सांसद भएपछि नि पूर्वाधार विकास गर्न अझै कतिवटा कानुन भन्ने बल्ल बुझ्दै हुनुहुन्छ भनेर भनिरहनु भएको थियो। तपाईँहरू पनि त्यसरी अलमल्लिने हो कि? हेर्नुहोस्, मैले त भनेको छु नि त, यो नेपालमा सबैभन्दा धेरै कानुन भएको देश संसारमा सबैभन्दा बढी कानुन भएको देश नेपाल, तर कानुन नभएको यही देश हो। त्यो यी अनावश्यक जुन कानुन सब खारिज गर्नुपर्छ। र कानुन चाहिँ बेलायतमा हेर्नुहोस् न कस्तो छ, तपाईँको चाहिँ कानुन चाहिँ ठिक्क हुनु पर्यो, आवश्यकता अनुसार कानुन हुनु पर्यो, जनतासँग सोझेर बुझेर पब्लिक हेरिङ गरेर जनताको चाहना के हो त्यसलाई फुलफिल गर्ने किसिमको कानुन ल्याउनु पर्यो। यहाँ त कानुन कुन आवश्यक कानुन भन्छ थाहा छैन। तपाईँले देख्नुभयो त अस्ति निजामती ऐनको कुरा देख्नु भएन? यतिका समय अल्झिरहेको कुरा पनि त्यो स्थितिमा पुग्यो। 2 वर्ष 3 वर्ष 4 वर्ष लाग्छ के हुन्छ? त्यस कारण कानुन चाहिँ जनप्रिय हुनुपर्छ, जनप्रिय कानुन बनाउनुपर्छ र जनप्रिय कानुनको लागि चाहिँ यो धेरै लामो समय लगाउने होइन, संसदमा बसेर काम गर्नुपर्छ। हो, त्यसको लागि चाहिँ कस्तो आकारको संख्या चाहिन्छ? अघिको मेरो प्रश्न त्यही थियो। त्यसको लागि त हामीले संसदभित्र बहुमत चाहियो नि। हामीले हरेक कुरा गर्दाखेरि संसदमा ऐन बनाउँदाखेरि त ऐन त बहुमतले पास गर्नु। त्यो कुरा चाहिँ हाम्रो मतदाताले कतिको बुझ्नु भएको रहेछ। मैले एकजना सांसदलाई जिताएर पठाउँदै गर्दाखेरि त्यो एकजना व्यक्ति मात्रै होइन कि त्यो एउटा सङ्ख्यालाई हामीले निर्धारण गर्नुपर्छ। भोलि कानुन संशोधन गर्ने कुरा, पूर्वाधार विकासको कुरा, कुनै एउटा साहित्यकारले कथा लेखे जस्तो होइन नि त कानुन बनाउने भने। त्यो त प्रक्रियामा छिर्नुपर्छ, संसदको आफ्नै प्रक्रिया छ। त्यसको लागि चाहिँ तपाईँले मत माग्दै गर्दा त्यो मान्छे मतदाताले चाहिँ त्यसलाई कतिको बुझ्नु भएको छ, तपाईँले कतिको बुझाउन सक्नु भएको छ? कतिपय चाहिँ मतदाताले नबुझेको पनि लाग्छ र मैले उहाँलाई के भनेको छु, यसपालि भोट नबाड्नु होला, भोट पनि नबाड्नु होला र भोट पनि स्पष्ट एउटा पार्टीलाई चाहिँ बहुमत आउनेको दिनु होला भनेर अनुरोध गरेको छु। प्रत्यक्ष र समानुपाती पनि एउटा प्रत्यक्षमा एउटालाई दिने, समानुपातिको अर्कोले दिँदाखेरि त्यो भोट बाँडीको अवस्था हो। त्यसले चाहिँ समस्या ल्याउँछ। जनताले जुन परिवर्तन खोजिरहनु भएको छ, परिवर्तन सबैले स्वीकार गरिरहनु भएको छ, परिवर्तन आवश्यक छ भने त परिवर्तनको लागि जनताले पनि विवेक प्रयोग गरेर चाहिँ मत नबाँडिकन चाहिँ भोट गर्नलाई म चाहिँ मैले भनेको छु, उहाँलाई भनेको छु। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ बहुमत दिनको लागि चाहिँ भोट नबाँडिकन घन्टी चुनाव चिन्ह मत गर्नलाई मैले भोट गर्नलाई अनुरोध गरेको छु। भने सबैको मन राख्न खोजियो भने चाहिँ देशको भविष्य बन्दको हुन्छ। पक्कै नै सबैको मन राख्न खोज्ने हो, मान्छेको अनुहार हेर्ने होइन भनेदेखि चाहिँ यसले फेरि अस्थिरता निम्ति आउँछ। अब अस्थिरताको अन्त्य गरेर स्थिरताको लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई
जनतालाई चाहिँ विश्वास गर्नको लागि अनुरोध गर्न चाहन्छु। तपाईँको छवि जुन खालको एउटा बनेको छ, मैले तपाईँलाई फुर्काउन खोजेको होइन, तर तपाईँले गरेका काम, तपाईँको एक्सन ओरिएन्टेड जुन खालको क्यारेक्टरलाई मैले सम्मान गरिनँ भने त्यो फेरि अन्याय हुन्छ। तर जसरी महानगरपालिकामा तपाईँले देखाउनु भएको काम, त्यो अलिकति अनुभव र यो प्रक्रियागत रूपमा चाहिँ तपाईँ सङ्घीय सांसद बन्न खोज्दै गर्दाखेरि अलिकति फरक छ भन्ने त तपाईँलाई अवगत नै छ। त्यो प्रक्रियामा चाहिँ कतिको बाटो कतिको सहज देख्नुहुन्छ एज अ सांसदको रूपमा? त्यो बैठकमा बसेर नीति बनाउने, सरकारसँगको समन्वय गर्ने वा सरकारमा प्रतिनिधित्व गर्ने, त्यो खालको चाहिँ कति फरक छ? स्थानीय तहको कार्यकारी अधिकार र सङ्घीय सांसदको फरक स्वरूपमा काम गर्न। यसमा कुरा के हो भने यसपालिको चाहिँ निर्वाचनले चाहिँ हाम्रो बालेन शाहलाई चाहिँ प्रधानमन्त्रीको उम्मेदवारमा अगाडि सारिसकेको छ र उहाँ हाम्रो चाहिँ संसदीय दलको नेता एज अ प्राइम मिनिस्टर चाहिँ उहाँले चाहिँ देशको शासन सत्ता चाहिँ सम्हाल्नुहुन्छ। त्यो सम्हाल्दै गर्दाखेरि चाहिँ पार्टीभित्रको आन्तरिक छलफल, हाम्रो फिडब्याकहरूले नै लिएर जाने हो र यस कुरामा चाहिँ सुशासन कायम गर्नलाई चाहिँ निर्मम हुनुपर्छ भन्ने कुरा अलरेडी उहाँ महानगरमा देखाइसक्नु भएको र उहाँसँग बसेर मैले काम गरिसकेको। यहाँ चाहिँ हामीले धेरै वर्षदेखि विभिन्न राजनीतिक पार्टीले चाहिँ सुशासन, समृद्धि, विकास मात्रै कुरा गर्यो। सुशासन भनेर चाहिँ सुन्न थाले कति हो, यो कुशासन भएर दशकमा भयो नि। जिएनजीको चाहिँ भदौ 23-24 गतिको आन्दोलन भएन, सुशासन छैन भन्ने कुरा देखियो नि त। भनेपछि सुशासन भन्न नारामा यो भाषण गर्ने विषय होइन, देखाउने विषय हो, जनताले अनुभूति गर्ने विषय, अनुभूति गराउने विषय। त्यही कारण यो चाहिँ मलाई के लाग्छ हुन त यो तपाईँहरूसँग कुरा गर्दाखेरि बढी बोल्यो जस्तो लाग्ला, मान्छेले चाहिँ होइन यसले चाहिँ यसरी भन्यो भन्ने लाग्ला। हेर्नुहोस्, सुशासन त यो देशमा केही घन्टामा कायम गर्न सकिन्छ। कसरी गरिनु रहेछ? केही घन्टामा। यहाँको ल्याप्सेसहरू, यहाँको सुधार्न पर्ने विषय के हो? यहाँको सुधार्न पर्ने देशको प्रशासनिक संयन्त्र, देशको प्रशासनिक संयन्त्र सिंहदरबारभित्रको संयन्त्र सुधार्ने हो र त्यो केही घन्टामा नै सुध्रिएन भने निर्मम तरिकाले हान्नुपर्छ। तपाईँले जुन खालको अनुभव छ, मतदाताका घर दैलो पुगेर धेरैको तपाईँको प्रतिक्रिया पनि पाइसक्नुभयो, खास कहाँ चाहिँ हान्न पर्ने रहेछ अहिले? देशको प्रशासनिक संयन्त्र सिंहदरबार सुध्रिनुपर्छ, सब ठिक हुन्छ। सिंहदरबार त्यहाँ भएका मान्छेहरू त्यो मनोवृत्तिलाई परिवर्तन गर्नु पर्यो। त्यो जुन प्रवृत्ति छ नि, त्यो प्रवृत्ति छ, हाकिमे प्रवृत्ति छ नि, त्यसमा के गर्नुपर्छ? सेवक बनाउनु पर्यो, नागरिक प्रति उत्तरदायी हुनु पर्यो, एकाउन्टेबिलिटी हुनु पर्यो। म पदीय मर्यादा खोज्नु भएन क्या। अब नेपालमा के देखिन्छ, खालि पदीय मर्यादा मात्रै कुरा गरिन्छ। यहाँ म ठुलो पदीय यस्तोसम्म देखिन्छ यहाँनिर होइन। कुनै पदीय मर्यादाको कुरा गर्दाखेरि चाहिँ कहीँ सानोतिनो प्रोटोकलमा चाहिँ अलिकति फरक पर्ने होइन। त्यहाँ हामीलाई चाहिँ डोमिनेट भयो भने कुरा गर्छ नि, काम चाहिँ के गर्ने भन्ने मतलबै छैन। उसले जनतालाई चाहिँ जनताले सम्बन्धित जिम्मेवार कुर्सीमा राखेर जिम्मेवारी दिँदाखेरि चाहिँ उसले गरेको कामको उसलाई मतलबै छैन, मर्यादाका मात्रै कुरा गर्छ। त्यो प्रशासनिक संयन्त्र सिंहदरबार सुधारेपछि सब ठिक हुन्छ। त्यो केही घन्टामा सुधार्नुपर्छ, नसुध्रिनेहरूलाई निर्मम तरिकाले कारवाही गर्नु ठेगाना। तपाईँले स्थानीय तहमा बसेर यसरी काम गर्दाखेरि हाम्रो विभिन्न तहका सरकारहरू छन्, त्यो तहगत सरकारको समन्वयमा पनि तपाईँले केही उल्झन पनि देख्नुभयो होला, आफ्नो अनुभव पनि छ, त्यो समन्वयलाई कसरी अगाडि बढाउनुपर्छ? मेरो चाहिँ भन्नै पर्दाखेरि चाहिँ सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसँग चाहिँ खासै त्यस्तो भएन। सबै कुरा सिंहदरबारले ठोकिन्थ्यो। राज्यको चाहिँ सङ्घीय सरकारको कार्यालयहरूसँग जोडिन्थ्यो होइन। तपाईँको खानेपानीकै कुरा गर्दाखेरि, तपाईँको चाहिँ सडकै कुरा, सुरक्षाको कुरा होला, केही नयाँ नीतिगत निर्णय गरौँ, कहाँ कहाँ रोकिन्छ। जब कुनै पनि नागरिक चाहिँ सडकमा आउँदा सडकबाट देखिने विषयहरू सबै जोडिन्थ्यो नि त। त्यहाँ मैले भएका अनुभव छ नि त। कुनै काम गर्दाखेरि मैले पटक पटक गरेर चाकरी गर्नुपर्ने, अनुनय विनय गर्नुपर्ने, त्यति गर्दा नि नपुगेर चाहिँ त्यो तपाईँको व्यक्तिगत लागि त थिएन, पक्कै नै थिएन। भनेपछि त्यो कुराहरू चाहिँ मैले महसुस गरेको थिएँ नि त। अब यहाँ मात्रै बसेर हुँदैन, सिंहदरबारको संसदभित्र बसेर त्यहाँ आवाज बुलन्द आवाज उठाइनेछ र कम्प्रोमाइज गरिने छैन। म कुनै हालमा कम्प्रोमाइज गरेर कम्प्रोमाइज जुन हामीले भनेका छौँ त्यो कुरामा दाहिनेमा भनेर म कम्प्रोमाइज गर्नेवाला छैन र अब थप्पडी बजाउने होइन, ठोक्ने बेला छ भन्ने हिसाबले चाहिँ म सोचिरहेको छु। अब अलिकति म तपाईँको निर्वाचन क्षेत्रतिरै लैजान्छु। अलिकति मुख्य सहरदेखि ग्रामीण परिवेशले ओगटेको तपाईँको निर्वाचन क्षेत्र छ। त्यहाँ पुग्दाखेरि मतदाताका कस्ता खालका गुनासोहरू, कस्ता खालका अपेक्षाहरू, त्यहाँ आवश्यकताहरू के रहेछन्? पछि त्यहाँ के देखिन्छ भनेदेखि दुईवटा कुरा छन्। जनताले चाहिँ आफ्ना कुराहरू चाहिँ सम्बन्धित
पदाधिकारीहरूले चाहिँ चुनावको मुखमा आउने अगाडि आउने चिल्ला कुरा गर्ने काठमाडौँ त्यस्तो समस्या रहेछ है छ हुने नहुने सारा संसार कुरा गर्ने जब चुनाव जितेपछि भोलिपल्ट फर्केर नआउने चुनावको अगाडिसम्म 10 हात जोडेर निहुने चुनाव सकेपछि मतलब सेयर भएर हिँड्ने त्यो कुरा एकदमै जनताको गुनासो त्यही भएर पो त्यति धेरै रिसाएका रहेछन् है अब अर्को कुरा जनता के भनिरहेछ भनेदेखि सरकार चाहिँ जनता घर घरमा जानुपर्छ होइन सरकार चाहिँ जनताको गार्जेन हो अभिभावकको भूमिका गर्नु पर्यो शासक होइन सरकार शासक होइन सेवक हुनु पर्यो भन्ने जुन जनताको चाहना छ त्यो चाहिँ छँदैछ अहिलेसम्म र त्यो चाहिँ बहाली गर्नु आवश्यक छ त्यसलाई चाहिँ स्थापित गर्न आवश्यक छ र अब जनताले चाहिँ सरकार चाहिँ हाम्रो अभिभावक हो हाम्रो हरेक दुःख सुखमा चाहिँ सरकार छ भन्ने कुराको चाहिँ स्थापित गर्न आवश्यक छ भन्ने जनताको आवाज छ जनताले तपाईँहरूलाई गुनासो राख्दाखेरि फेरि पहिला अरू पार्टीको ल्याएर यसै भन्थे आश्वासन दिन्थे अहिले तपाईँहरूले आएर नि त्यसै भन्नुभएको छ भनेर गुनासो पक्कै गरे होला उनीहरूलाई हामी चाहिँ फरक हौँ हामी चाहिँ साँच्चै परिवर्तनको पक्षपाती हौँ भनेर कसरी आश्वस्त बनाउनु भयो त मैले भने नि त्यो कुराहरू चाहिँ अरूले जस्तै हामीले गर्दैन भन्ने ग्यारेन्टी के त हो त्यो त खोजे होला उनीहरूले गर्नै पर्छ त्यो हिजो अरूले गरे त्यस्तै गरे हामी त्यस्तो गर्दैनौँ भन्ने आधार के त भन्दाखेरि मैले प्रश्न के भनेदेखि हिजो महानगरमा काम गरेको हेर्नुहोस् हामीलाई विश्वास गर्ने आधार थिएन हिजो महानगरमा छँदाखेरि रातिको 12 बजी फोन गर्दाखेरि म स्वयं र डिपार्टमेन्टको चिफ भएर काम गर्दाखेरि त मलाई म स्वयं 12 बजी राति फोन गर्दै म रेस्ट गर्थेँ कुनै पनि दुःख सुखको समयमा चाहिँ जनतासँगै हुनुपर्छ र 24 घण्टा म जनतासँगै हुन्छु म एभाइलेबल हुन्छु भन्ने किसिमले मैले चाहिँ उहाँलाई भनेको छु त्यसको आधार भनेको हिजो महानगरमा काम गर्दा कस्तो लाग्यो हजुरहरू त्यसैलाई आधार मानेर विश्वास गर्नेलाई मैले अनुरोध गरेको छु अन्त मान्छेले भनिरहेको छ एउटा महानगर त्यसरी बनाउने मान्छेले देश बनाउने अवसर पायो भने के गर्ला भन्ने अपेक्षा पनि छ त्यसलाई सकारात्मक रूपमा ल्याउँ अब अलिकति त्यहाँको आवश्यकताको कुरा गर्दा स्वरोजगारको कुरा होइन युवाहरू पलायन हुनुपर्ने अवस्था कतिपयले आफूले थोरै लगानी गरेर आम्दानी गर्ने त्यो यहीँ देशमै केही गरिखाउँ भन्ने वातावरण सृजना नभएको गुनासोहरू पनि पक्कै थियो होला पक्कै नै हो धेरै अधिकांश चाहिँ मतदाताको कुरा के छ भनेदेखि हाम्रा छोराछोरी खाडीमा हुन्छ उनीहरूलाई कसरी आश्वस्त बनाउनु भयो यहाँ देशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ हामी भने नि हामी आत्मनिर्भरतातिर जानुपर्छ आत्मनिर्भरता भइसकेपछि रोजगारी हुन्छ रोजगारी सिर्जना भएपछि विदेश जानु पर्दैन हामी चाहिँ हरेक कुराहरू आत्मनिर्भर छौँ नि त हामीले उपभोगी दैनिक रूपमा उपभोग रूपमा प्रयोग गर्ने सामानहरू हामी कहाँबाट ल्याउँछौँ त हामी उत्पादनतिर लागेकै छैनौँ खालि हामीले के गरिरहेको छौँ भनेदेखि रिमिट्यान्सबाट र विदेशी लोनबाट देश चलाइरहेको अवस्था छ यो कति अगाडिसम्म जान सक्छ त्यसको लागि चाहिँ देशमै रोजगारीको अवस्था देशमा चाहिँ आत्मनिर्भरताको लागि उत्पादनकोमा जोड दिनु पर्यो र हामीले चाहिँ यो सिपमूलक चाहिँ कुराहरूमा चाहिँ ध्यान दिनु पर्यो जनतालाई चाहिँ शिक्षा सँगसँगै सिपसँगै लानु पर्यो जुन हामीले शिक्षा हामीले दिइरहेको छौँ शिक्षा देशमा चाहिँ दिइन्छ त्यो सिपसँग जोडेर लानु पर्यो कि त्यो तपाईँले महानगरमा रोजगार मेला आयोजना पनि गर्नुभएको थियो पक्कै त्योबाट पनि धेरै सिकाइ भयो होला पक्कै नै हो हामीले चाहिँ जुन टुनी खेलमा चाहिँ प्रत्येक वर्ष सिप मेला आयोजना गऱ्यौँ विभिन्न कम्पनी विभिन्न फ्याक्ट्रीसँग जोडेर चाहिँ हामीले त्यहाँ सिप मेला आयोजना गऱ्यौँ त्यो सिप मेलामा चाहिँ सिप सिक्दै र सिधै रोजगारीसँग जोडिएको थियो त्यो कुरा लिएर हामी गाउँमा गाउँको आवश्यकता हुन्छ हेर्नुहोस् अहिले पनि तपाईँको यो हाम्रो यो निर्वाचन क्षेत्र 3 नम्बरको चाहिँ गोकर्णेश्वर नगरपालिका 1-9 वडा हेर्नुहोस् केही एरिया अर्बन एरिया छ केही बाहिर एरिया छ त्यो सबै प्लटिङ गरेर सिधिसक्यो त्यहाँनिर खोला नालाको हेर्नुहोस् गर्नुपर्ने के हेर्नुहोस् खोला नालाको खोलाको हेर्नुहोस् खोला चाहिँ तपाईँको कति साइज हुनुपर्ने खोलाको सार्वजनिक जग्गाको संरक्षणमा यहाँ चाहिँ खोलाको साइज घटाएर आफू खुसी घटाएर प्लटिङमा जोड दिएको छ यहाँनिर के सीमित वर्गले त्यसको लाभ लिइरहेछ अनि कतिपय सार्वजनिक सम्पत्तिहरू तपाईँको चाहिँ व्यक्तिगत रूपमा चाहिँ कसैलाई दिएर तपाईँको चाहिँ लिजमा दिएर चाहिँ गरिरहेको देखिन्छ यहाँनिर साझा सम्पत्ति साझा प्रयोग भन्ने कुरा नै छैन यहाँनिर कहाँ कुन कुनामा बसेर कसलाई एग्रिमेन्ट गरेर त्यहाँ देखिन्छ धेरै कुरा छ नि यहाँनिर हो त्यस्तालाई संरक्षण गर्न लाग्दैन राष्ट्रपा अहिले त दलको संरक्षणमा त्यो काम भइरहेछ तिनलाई अब ठ्याल लाउनु पर्छ तिनलाई यो सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेपछि कठा गरेर उभिनेवाला छ फेरि भोट बिग्रिन्छ भनेर तपाईँले सम्झौता गर्नुहुन्छ कि म जनताको सेवा गर्न आएको मान्छेको विकृति विसङ्गति र यो कुशासनको अन्त्य हुनुपर्छ भन्ने जनताको आवाजलाई साकार रूप पार्न आएको
हुन त थोरै मान्छे रिसायो भने धेरै त खुसी नै हुन्छ नि यस्तो गर्नुभयो भने। चाहिँ माहौल भन्दा तिनीहरूको मुटु ढ्याङ्ग्रो ठोकिरह होला। मैले हरेक कुरा स्टडी गरेको छु यहाँनिर। कतिपय त तपाईँ उम्मेदवार बन्नु बित्तिकै तर्स्या होला नि। स्टडी गरेको छु मैले, नस मैले स्टडी गरेर राखेको छु, मैले डायरी नोट गरेर राखेको छु र केही घन्टामा सकिनेवाला छन् तिनीहरू चेतना भए। म आम 3 नम्बर क्षेत्रको जनतालाई अनुरोध गर्न चाहन्छु, हेर्नुहोस् यहाँबाट तमाम व्यथिति र यो अनियमित र पदीय दुरुपयोग गरेर यहाँ डिसिसन भएका यहाँ भएका हरकत एक मैले टिपोट गरेको छु र यसको भण्डाफोर गर्नेवाला छु, यिनीलाई कठाघारामा उडाउनेवाला छु। हेर्नु होला हाम्रो काम गर्ने स्टाइल। महानगरमा जसरी एक्सन छ त्यही अनुसार एक्सन गर्नेवाला छु। घिसारेर ठेगान सम्बन्धित ठाउँमा लानेवाला छु मैले। त त्यसलाई भोट चाहिँ दिएर प्रतिनिधि चाहिँ चुन्नु लागि चाहिँ त्यो जिम्मेवार ठाउँमा पुर्याउनको लागि जनतासँग अनुरोध गर्न चाहन्छु। अब अलिकति महानगरले जसरी सांस्कृतिक कुरामा होइन कतिपय कला मौलिकता संरक्षणमा पनि धेरै एउटा खाल काम गरेको एउटा उदाहरण छ। यो तपाईँको निर्वाचन क्षेत्र पनि आफ्नै एउटा सांस्कृतिक होइन धार्मिक ऐतिहासिक त्यस्ता पाटोले पनि निकै महत्त्वपूर्ण स्थलहरू जस्तै त्यो गोकर्णेश्वर मन्दिरको कुरा होला, अरू पनि यस्ता धेरै यस्ता खालका सम्पदाहरू छन्। त्यसको संरक्षणमा सम्वर्धनमा राष्ट्र चिनाउने कुरामा तपाईँको प्राथमिकता कस्तो हुन्छ? यस्तो छ, अब जस्तै हामीले कुरा गर्दाखेरि 3 नम्बर क्षेत्रको कुरा गर्दाखेरि सुरुमा इन्ट्री यताबाट चाहिँ इन्ट्री गर्दाखेरि चाहिँ काठमाडौँ महानगरपालिका वडामा छ बौद्ध स्तूपहरू छ। कति महत्त्वपूर्ण ठाउँ छ त्यो। तपाईँ साँझ बेलुका हेर्न जानुहोस् त्यहाँ, साँझ 6-7 बजीतिर अथवा बिहान मर्निङमै जानुहोस्, त्यहाँ मान्छे त्यहाँ गएर एकछिन बस्दा एउटा आनन्द महसुस हुने ठाउँहरू छ त्यहाँ। ती सम्पदाहरूको चाहिँ हामीले एकदमै पुरातात्विक हिसाबले संरक्षण र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यक देखिन्छ। त्यस्तै अब गोकर्णेश्वर मन्दिरको कुरा गर्दाखेरि हाम्रो पितृसँग जोडिएको हरेक नेपालीहरू चाहिँ त्यहाँ पितृ श्राद्धको लागि जानुहुन्छ त्यहाँनिर होइन। हुनुभएका अथवा हुनु नभएका चाहिँ पितृहरूको चाहिँ त्यहाँ गएर चाहिँ त्यहाँ श्राद्ध गरिन्छ। ती ठाउँहरूको चाहिँ हामीले संरक्षण गर्नुपर्छ, त्यसलाई अझ व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ। त्यस्तै अन्य जस्तै यो क्षेत्रमा अलिक बाहिरी एरिया देखिन्छ। यो तपाईँको ओख्रेनी भयो, त्यसपछि मूलखर्क भयो, त्यसपछि तारेभिट लगायत त्यहाँ ठाउँमा चाहिँ के तामाङ समुदायको दाजुहरू बस्नुहुन्छ। त्यो ठाउँ अहिले पनि तपाईँ विकट जस्तो देखिन्छ। आन्तरिक पर्यटन हिसाबले एकदमै महत्त्वपूर्ण हो त्यो ठाउँ। त्यो अहिलेसम्म त्यहाँ ग्राभेल धरि छैन, बाटो धरि त्यहाँ स्वयं त्यहाँको मानिसहरूले खनेको बाटो छ। भोट माग्ने बेला गुटुङ जानु हुँदो रहेछ त्यहाँको समुदाय एकदमै सोझो हुनुहुन्छ होइन। अनि त्यसपछि भोट सकेपछि फेरि अब 50 म तपाईँलाई रोकिहाल्छु यहाँ। तपाईँलाई त्यस्तो परिस्थिति देख्दाखेरि ओहो यतिका वर्ष यिनीहरूले के गरेछन् भनेर कहिले कहिले मनमुनि प्रश्न उब्जिँदैन? कति आक्रोश उत्पन्न हुन्छ होला है। देख्दाखेरि त मैले आफ्नो आन्तरिक घोषणा पत्रै मैले भनेको त्यो ठाउँलाई चाहिँ गर्नुपर्छ हामीले। मैले काठमाडौँ 3 नम्बर क्षेत्रमा कुरा गर्दाखेरि चाहिँ तपाईँको गोकर्णेश्वरको 1 नम्बर ओख्रेनी मूलखर्क भनेको होइन, त्यो ठाउँहरूमा चाहिँ विशेष त्यहीँबाट सुरुवात गर्नुपर्छ भन्छ म। गाउँ विकास नभइकन चाहिँ सहरको विकास हुँदैन। आधार त्यही हो नि त। विकासका कुराहरू ल्याउँदा गाउँबाट पनि सुरुवात गर्नु पर्यो। आन्तरिक रूपमा चाहिँ हेर्दाखेरि चाहिँ अर्बन एरियामा चाहिँ अर्बन म्यानेजमेन्टको समस्या छ त्यहाँ। विकासका कुराहरू भन्दा म्यानेजमेन्टको कुराहरू छ त्यहाँ, इलेक्ट्रिसिटीको कुरा छ त्यहाँ, त्यसको खानेपानीको कुराहरू छ, रोडको कुराहरू छ होइन, पेट्रोलको कुराहरू छ। त्यो कुराहरू छ भने बाहिरी एरियामा चाहिँ पूर्वाधारकै कुराहरू छ। त्यो कुरालाई मैले हेरेर चाहिँ त्यहाँ चाहिँ अरूभन्दा हामीले चाहिँ मैले के भनेको छु भनेदेखि 165वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौँ क्षेत्र नम्बर 3 म मोडेलको रूपमा नमुना बनाउँछु भनेर मैले जनतासँग भनेको छु। त्यो अनुसारको मैले वर्कआउट गरेर बसेको छु। तपाईँलाई यस्तो लाग्दैन काठमाडौँ उपत्यका सङ्घीय राजधानीकै अवस्था यस्तो छ भने सुदूरपूर्व सुदूरपश्चिमका कुरा कर्णालीको कुरा ओहो के होला भने कहिले कहिले यसो एक्लै बस्दाखेरि कल्पनामा आउँदैन त्यस्तो? म आम चाहिँ नेपाली दाजुभाइलाई के अनुरोध गर्न चाहन्छु भने यहाँ बसेर ठुला सिंहदरबारमा बसेर खालि ठुला कुरा गर्न सक्छौ। राजधानीमा रहेको काठमाडौँ क्षेत्र नम्बर 3 को ग्रामीण एरिया आएर हेर्नु होला कुन हालत छ। अहिले चाहिँ प्रजातन्त्र लोकतन्त्र आएको कति वर्ष भयो, यहाँको हालत हेर्नुहोस्। यहाँ त यस्तोसम्म देखिन्छ कि यहाँका चाहिँ पदाधिकारीहरू स्थानीय सरकारका होला, सङ्घीय सरकारका पदाधिकारीहरू होला, यहाँ सामान्य कसैलाई यहाँको उहाँको अगेन्स्टमा जाने बित्तिकै सामान्य मान्छेहरूलाई पनि उहाँलाई चाहिँ दागा झर्ने यो गरिस् भने यो औँला ठड्याएको समेत मैले महसुस गरेँ। बोल्न नदिने, उहाँहरूको अगेन्स्टमा बोल्ने बित्तिकै उहाँलाई थ्रेट
गरेको मैले महसुस हो त्यस्तो खालको थ्रेटको प्रतिवाद गर्ने हिम्मत चाहिँ कतिको छ तपाईँको? यो जनतालाई चाहिँ आँट गर्नुपर्छ। अब सधैँ टोलमा बस्दाखेरि म यो टोलमा टिक्नुपर्छ, बस्नुपर्छ, अब फेरि मैले उहाँहरूको अवेशमा बोलेँ अथवा उहाँको इच्छाको म देखेँ भनेदेखि मलाई बस्न दिँदैन, अनेक टर्चर दिने, अनेक कुरा गर्ने होइन। इभन कस्तोसम्म घटना भएको छ भने साथै छैन यहाँ भर्खर युवाहरूलाई पनि दबाउन खोज्ने, अनेक किसिमको हत्कण्डा गर्न खोज्ने यो देखिएको छ। त्यही भएर अब बोल्नुपर्छ। हो अब बोलेपछि भोलि त्यही समाजमा फेरि बस्नका लागि त्यही सङ्घर्ष गर्नका लागि आठ भरोसा दिने कोही भएनन् र त उनीहरूले हिम्मत गरेका छैनन्। स्वतन्त्र पार्टी छ, अब राष्ट्रिय स्वतन्त्र पार्टी छ, त्यसका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी औँलो उठाउँछ र तिनलाई ठेगान लाउँछ। सार्वजनिक सम्पत्ति मिचिएका छन्, ठुलो हेर्नु परेको छ, भोलि प्रश्न उठाउँ दैनिक कामकाज केही बन्दैन भन्ने त्रास छ। यहाँ कस्तो देखिन्छ भने सार्वजनिक सम्पत्ति तपाईँको राजनीतिक आस्थाको आड सार्वजनिक सम्पत्ति दोहोनिया पनि छ र के जोड दिन्छन् भनेर मैले यो चुनावको क्याम्पेनको सिलसिला भनेको महानगरमा राजु पाण्डे आयो भन्दै थियो होइन, यहाँ चाहिँ सुकुम्बासी हटाउँछ भन्दै हामी कहिले पनि सुकुम्बासी हो यो गलत कतिखेर भाष्यहरू छ नि, हो त्यो चिर्नका लागि पनि आज हामीसँग कुराकानी तपाईँ हुनुहुन्छ। जहाँ चाहिँ रिक्स जोड्नु बसेका नदीको किनारमै कुनै पनि बेला बर्खाको समयमा बगाउन सक्ने ठाउँबाट हटाएर सुरक्षित ठाउँमा लानुपर्छ भनेको हो। त्यो जीवनसँग जोडिएको कुरा थियो, जीवनसँग जोडिएको कुरा हो। उहाँको जीवन बचाउनुपर्छ। हामी पार्टीको समयमा महानगरपालिकामा गरेको देख्नु नै भएको छ। र बाँकी रह्यो राज्यले नेपालको संविधानले चाहिँ आवासको व्यवस्था गर्नुपर्छ, पाउनुपर्छ सबै नागरिकले। उहाँलाई त्यहाँ हटाउने कुरो छँदै उहाँलाई थप व्यवस्थित गर्ने हामी त होइन। र सार्वजनिक जग्गा मिचेको छ कसरी उसको आधारमा आफ्नो रोपनी जग्गा पनि लिएर बस्ने अनि त्यहाँ अरू 2-4 रोपनी जग्गा सार्वजनिक जग्गा जोड त्यो पनि कब्जा गर्ने, तिनको निध हराम। वास्तविक सुकुम्बासीको पहिचान गर्नु पर्यो। प्रष्टै हो त्यो कुराहरूमा तपाईँहरूले त्यो अनुभवले कतिको सिका छ? हो हामीले हिजो पनि त्यो कुरा चाहिँ स्थानीय सरकारले गर्ने होइन सङ्घीय सरकारले गर्नुपर्छ भनेको थियौँ। नीतिगत तहबाटै जानु पर्यो, तहमा जानुपर्छ र अब ती अव्यवस्थित रूपमा रहेका सुकुम्बासी लगायतका चाहिँ जो घरबार बिन हुन्छ, मैले त कतिपय ठाउँमा हेर्छु पुजारी समूह हुनुहुँदो रहेछ, उहाँहरू 1960 देखि बस्नु भएको, अहिलेसम्म उहाँलाई लाल पूजा छैन भनेपछि त्यो लामो समयदेखि बसेका बस्तीहरूमा डोजर लाउने होइन, उहाँलाई व्यवस्थित गरिनुपर्छ। उहाँले सधैँ डर र त्रासमा राखेर चाहिँ भोटको राजनीति गरिनु हुँदैन र त्यसको अन्त्य गरिनुपर्छ भन्ने कुरा हो। र अरू त्यो बाहेकको राजनीतिक दलको आडमा चाहिँ सार्वजनिक सम्पत्ति कब्जा गरेर बसेका, खोला नाला दोहन गरेकाहरूलाई चाहिँ यिनलाई निर्मम तरिकाले डोजर लगाउनुपर्छ। ढ्याङ्ग्रो बजिरहेछ पक्कै नि, म लगाउनेवाला चाहिँ हेर्नेवाला छोड्नेवाला चाहिँ नि मैले। तपाईँ फेरि दबाब प्रभाव यताउता सेटिङमा मिल्नुहुन्छ कि भन्ने फेरि मान्छेलाई अलिकति शङ्का छ कि हजारौँसम्म सडकमै एउटै भेटिदिएर हुन्थ्यो नि म, किन असल काम गर्नलाई कसै डराउनै पर्दैन। एक्ज्याक्टली गलत नियतले काम गरिरहेको छ भने डराउने कुरा हो। असल नियतले राज्यलाई सम्झेर जनतालाई सम्झेर काम गर्ने भने समस्या छँदै छैन। अब अलिकति सुशासनको पाटोमा चाहिँ हाम्रो संरचना यसरी जकडिएको छ होइन, कुनै एउटा आजको भोलि नै परिवर्तन गर्न एउटा खालको अवस्था छैन, सकिँदो रहेछ भन्ने खालको सुन्न पाइन्छ। त चाहना चाहिँ हो, चाहना नभएर किनभने जति अल्झाइरह्यो नि, जति चाहिँ त्यो अल्झाइरहिसकेपछि मान्छे अल्झिरहने भयो, मान्छेको दिमाग अल्झाइरहने कुरामा चाहिँ यो अहिले चाहिँ विगत यो चाहिँ देखिया छ नि त, त्यही अल्झाएर कारणले गर्दाखेरि सुशासन नभएको। अब स्पष्ट दिशानिर्देश गर्न आवश्यक छ। अब अल्झाउने होइन, सिधै हामी प्रोसिड्योरतिर धेरै जानु भएन कि हामी प्रक्रियागत झन्झटिलो अवस्थामा छौँ। हाम्रो ब्युरोक्रासी नै झन्झटिलो छ, हामी प्रक्रियामा धेरै अड्किरहेका छौँ। एउटा कुनै एउटा सिफारिस लिनलाई अथवा कुनै एउटा प्रमाणपत्र बनाउने यसको प्रक्रियागत हेर्नुहोस् त, हामी डिजिटाइज हुनुपर्छ, डिजिटल उसमा जानुपर्छ हामी। र जनताले चाहिँ यो चाहिँ कुनै पनि कुरा ढिलाइ प्राप्त गर्नु भनेको अन्याय हुनु। यसले सोचेको बेला मैले चाहेको बेलामा चाहिँ सरकारबाट जुन किसिमको डेलिभरी पाउनु त्यो पाउनु, त्यसको सुनिश्चितता गर्नुपर्छ। कसैलाई चिन्नु पनि पर्दैन, हामी प्रणालीमा विश्वास गर्नु पर्यो। कुनै व्यक्ति चिनेर जानुपर्ने अथवा के नेता चिनेर जानुपर्ने कुरा अन्त्य गरिनुपर्छ भन्ने कुरामा चाहिँ त्यो धेरै वर्कआउट गर्नु पर्दैन। केही मैले भने यो देशमा सुशासन केही घन्टामा काम गर्न सकिन्छ, त्यो हामीसँग
अनुभव छ। हामी कुराकानीको अन्त्यतिर पनि आइपुगेका छौँ। जसरी अघि यहाँले सूचना प्रविधिलाई जोड्ने, जनताको गुनासो सम्बन्धित ठाउँमा सिधै पुर्याउने र त्यसको तत्काल सम्बोधन गर्ने खालको एउटा प्रक्रिया महानगरले सुरुवात गरेका थियो, त्यसलाई हामी राष्ट्रव्यापी रूपमा बनाउँछौँ भनेर पनि भनिरहनु भएको छ। त्यस्तो क्षेत्रमा लागेका वा नवजवानहरू, नयाँ पुस्ता वा सूचना प्रविधिमा अभ्यस्त ती समूहलाई आकर्षित गर्ने गरेर कस्ता खालका कामहरू, योजनाहरू छन् यहाँसँग? विगतमा चाहिँ हामीलाई थाहा छ जनताका गुनासाहरू स्थानीय तहमा स्थानीय लेभलमा गर्ने गुनासाहरू स्थानीय तहले गर्नु पर्यो। यदि त्यो पनि सुनाइ भएन भनेदेखि सङ्घीय सरकारले चाहिँ सिंहदरबारभित्र जनताका 24 घण्टा गुनासाहरू रिसिभ गर्नु पर्यो। हुन त देखिन्छ विभिन्न समय हलो सरकारका कुराहरू पनि आए, के कुराहरू आए। हलो सरकारको म महानगरमा हुँदाखेरि चाहिँ हलो सरकारका कम्प्लेन आउँथे, प्रक्रिया त हिसाबले पठाइदिने काम मात्रै हुन्थ्यो। पन्छाउने काम हुन्थ्यो। नागरिकले चाहिँ कम्प्लेन हलो सरकारमा गरे भनेदेखि लेखेर आउँथ्यो, तर के भएको छ फलब्याक कहिले पनि भएन। पन्छाउने काम हुन्थ्यो। पन्छाउने काम भयो, के भयो बोल्यो, त्यो रियल रूपमा भएको छ कि छैन, के भएको छ फलोब्याक गर्नुपर्छ सरकारले। नागरिकले गुनासो गरिसकेपछि त्यो गुनासो फर्सेट भयो भने त्यो प्रोग्रेस के भयो त्यो सहितको रिपोर्ट तयार गर्नुपर्छ। त्यस कारणले नागरिकले 77 जिल्लाबाट सिंहदरबारमा चाहिँ नागरिकको चाहिँ पहुँच हुनुपर्छ। त्यो गुनासो फर्सेट भएको ग्यारेन्टी हुनुपर्छ। त्यसको लागि त्यही किसिमको संयन्त्र बनाएर जाने भनेदेखि देशमा सुशासन कायम हुन्छ र चाँडै नै देशले चाहिँ फड्को लिन्छ भन्ने कुरामा मलाई विश्वास छ। अब आज निर्वाचन आयोगले तोकेको प्रचार प्रसारको अन्तिम दिन हो। अबको केही दिन मौन अवधि हुन्छ। मौन अवधिमा उम्मेदवारले गरेका काम, तपाईँहरूको योजना, भिजन, वाचापत्र फुर्सदले मतदाताले पढ्नुहुन्छ। अझ हाम्रो यो कुराकानी पनि उहाँले फुर्सदले हेर्नुहुन्छ। के भन्नुहुन्छ आफ्नो क्षेत्रका मतदातालाई राजुनाथ पाण्डेलाई भोट किन दिने? म चाहिँ आज फागु पूर्णिमाको दिन म कमिटमेन्ट पनि गर्न चाहन्छु आम नेपाली मतदातालाई, अझ विशेष गरी काठमाडौँ क्षेत्र नम्बर 3 को मतदाताजीहरूलाई चाहिँ यसपटक हामी देशमा चाहिँ निर्मम तरिकाले सुशासन कायम गर्न चाहन्छौँ। देशमा समृद्धिको कुरा गर्छौँ, रोजगारीको हामीले कुरा गरिरहेका छौँ, देशमा आत्मनिर्भरताको कुरा गर्छौँ, शिक्षा र स्वास्थ्यमा जनताको पहुँचको कुरा गरिरहेका छौँ। यसको लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत सहित संसदमा पठाउनलाई अनुरोध गर्न चाहन्छौँ। अरूले पटक हामीलाई यसपटक हामीले भनेका छौँ र यो हाम्रो परीक्षाको घडी पनि हो। यसमा कतै हिचकिचाहट नगरिकन राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हमा मतदान गरी हामीलाई बहुमत सहित संसदमा पुर्याइदिनको लागि अनुरोध गर्न चाहन्छु। हामी कहिल्यै जनतालाई निराशा बनाउने छैनौँ। जनताको परिवर्तनप्रतिको चाहनालाई साकार रूप पार्नलाई हामी दिन रात खटिनेछौँ। हामी व्यक्तिगत जीवनभन्दा नि राज्य नै सम्झेर काम गर्नेछौँ भन्दै यसपटक घन्टी चुनाव चिन्हमा मतदान गर्नलाई अनुरोध गर्न चाहन्छु। हस्, एकदम शुभकामना। तपाईँलाई संसदमा भेट्न पाइयोस्। धन्यवाद।